नमस्कार, म भारत प्रवासबाट सामाजिक अभियन्ता जित। आदरणीय जनसमुदाय, यतिखेर नेपालमा सम्पत्ति शुद्धिकरणको विषय चर्चाको विषय छ। खास गरिकन म तीनटा पक्षबाट यसको विश्लेषण गर्न चाहन्छु। पहिलो पक्ष के भने हिजोका दिनमा कस्तो अभ्यास थियो भने सामान्य चप्पल लगाएर मन्त्री भएर राज्य दोहन गरेर कम्तीमा पनि लाखौं रुपियाँ करोडौं रुपियाँ भ्रष्टाचार गरेर मुलुकलाई नाङ्गो बनाएर सुन जग्गा भवन भौतिक साधनहरू जोड्थे। तर अहिलेको अनि झुटा विवरण पेश गर्थे सार्वजनिक रूपमा। 1 तोला सुन अनि 2 तले घर अनि माइतीले दिएको सम्पत्ति भनेर उल्लेख गर्थे। तर उहाँको जीवनशैली राजसी ठाँटको हुन्थ्यो। यस अर्थमा तुलनात्मक रूपले अहिलेको सम्पत्ति विवरण, दोस्रो पक्षबाट अहिलेको सम्पत्ति विवरण प्रस्तुत गर्ने नेतागणहरूले, मन्त्रीगणहरूले कम्तीमा पनि मेरो यथार्थ यस्तो छ है धरातल सम्पत्तिको हकमा, एउटा स्रोत कहाँबाट हो यो पछिको विषय होला। स्रोत कहाँबाट कसरी त्यो जुट्यो भन्ने कुरा, कसरी त्यो पुरकोरी सम्पत्ति हो के हो भन्ने त्यो तफसिलको विषय हो। तर मेरो सम्पत्ति वास्तवमा यो छ है भनेर जो उदाङ्गो देखाइदिनु भएको छ, यो प्लस पोइन्ट हो। र यसले म राष्ट्रलाई के दिन सक्छु, मसँग अलरेडी छ। अब मेरो बाँकी जो कामको कार्यक्षमता हो, काम दक्षता हो, म त्यो राष्ट्रलाई दिन सक्छु, मुलुकलाई दिन सक्छु भन्ने एउटा गुड सन्देश दिन खोज्नु भएको छ। अर्को तेस्रो पक्ष के हो भने मैले विश्लेषण चर्चा गर्न चाहेको, यो चर्चा त प्लस पोइन्ट र सकारात्मक र नकारात्मक पक्षबाट चर्चा त आम सञ्चार माध्यम सामान्य विश्लेषकहरूले गरिसकेका छन्। तर मेरो एङ्गल के हो भने हिजोका दिनमा नेता नेतृत्वले सुशासनको एउटा अभ्यास थाल्ने गरेको भए आज यो दिन आउने थिएन। हिजोको दिनमा जग्गा सम्बन्धी हदबन्दी, जो हिजो क्रान्तिकारी ठुलो कुरा गर्ने पार्टीहरूले जसरी हैन भूमिको हदबन्दी, क्रान्तिकारी भूमि सुधार लागू गर्ने भनेर जो नारामा राखे नि, त्यो विषयलाई नारामा सीमित राखे। अनि त्यो सीमितताको कारणले पनि आज तपाईँ हाम्रो सम्पत्ति ज्यादा देख्नु, या आम पब्लिकको सम्पत्ति ज्यादा देख्नु स्वाभाविक देखिन्छ हो। हिजोको हाम्रा नेता नेतृत्वको अकर्मण्यताका कारण आज यस्ता कतिपय पात्र, कतिपय मानिसहरूको जग्गा अझै पनि पर्दा पछाडि छ हो। म चाहन्छु यो सरकारले अब एउटा नियत यस्तो शुद्ध राखोस् कि भोलि भूमिको सन्दर्भमा पनि हदबन्दी, प्रगतिशील हदबन्दी कायम गर्ने हो भने त्यसमा पनि यो खुलेर काम गर्न सक्छ। र त्यसका लागि जसको भूमि बढी छ, जसले भूमिलाई आवश्यकताभन्दा बढी सञ्चित गरेर राखेको छ, त्यसको राष्ट्रियकरण गरिनुपर्छ र गर्नुपर्छ। अन्यथा यो समाजमा रहेको एउटा भूमिहीन वर्ग र सम्भ्रान्त वर्ग बीचको एउटा अन्तर सङ्घर्ष रहि नै रहनेछ। र राजनीतिक स्थायित्वको लागि समाज स्थिर हुनु पर्यो हो। प्रजातन्त्रभित्र सम्पत्ति हक गर्ने, बोल्ने अधिकार, सम्पत्ति जम्मा गर्ने अधिकार, आफ्नो स्वैच्छिक ढङ्गले जीवनयापन गर्ने अधिकार छ हैन। तर राज्य दोहन गरेर होइन, राज्यको सिस्टम बिगारेर होइन, कमसेकम प्राकृतिक रिसोर्सहरूको न्यायोचित वितरण प्रणालीमा मुलुक जानुपर्छ। यसैका लागि हामीले हिजोको दिनमा हामीलाई ठुलो कुराहरू, ठुला दलहरूले, प्रगतिशील क्रान्तिकारी दल भन्नेहरूले पढाए। त्यसैका भिडमा हामी लाग्यौँ हो। अनि परिणामस्वरूप परिणाम दिन सक्नु भएन उहाँले हो। कम्तीमा पनि अहिलेको सरकारले बहसमा छेड्यो यो विषय। भूमि जसरी अब भ्रष्टाचारीहरूलाई जसरी आफ्नो कानुनी कठघरामा उभ्याउने काम भइरहेछ, त्यसरी नै भूमाफियाहरूलाई
भूमाफियाहरूको जग्गाको दलाली, भूमाफियाहरूको जग्गाको हिसाब किताब राष्ट्रले गर्नु पर्ला नि, सरकारले गर्नु पर्ला नि हो। यसका लागि सरकार तयार छ कि छैन? र आज भूमिहीन भएकै कारण हामी प्रवास बस्नु परेको होइन बेला हो। ठिक छ। यसलाई हामीले अन्यथा यो सम्पत्ति विवरण बाहिर आएको कारणले हामीले यसलाई अतिरञ्जित भएर प्रस्तुत भएका छैनौँ। यो कुरा चल्दै रहन्छ, तर सरकार पनि निरन्तर अगाडि बढिरहोस्। हाम्रो शुभकामना। धन्यवाद।